सबैभन्दा पहिला अब यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो कर्मचारी सङ्घका साथीहरू र अभिभावकज्यूहरू बच्चाहरू सबैमा म नमस्कार गर्न चाहन्छु। कृषि विकास ब्याङ्क कर्मचारी सङ्घको यो हामी 35औं स्थापना दिवस चाहिँ मनाइरहेका छौँ र यो 35औं स्थापना दिवसमा हामीले आफ्ना गतिविधिहरू अब कर्मचारीका विषयमा धेरै कामहरू हामीले गरिराखेका हुन्छौँ। अब यो बीचमा चाहिँ कर्मचारीका लागि मात्रै नभएर संस्थाका लागि मात्रै नभएर एउटा सामाजिक उत्तरदायित्वको पनि केही भूमिका चाहिँ हामीले त्यो दायित्व चाहिँ हामीले वहन गर्नुपर्छ भन्ने हिसाबका साथ हामीले आज यो यहाँहरूको यो स्कुलमा जो मानसिक रूपमा चाहिँ अशक्त बच्चाहरू हुनुहुन्छ यहाँहरूले राख्नु भएको छ। यो वास्तवमा एउटा अत्यन्तै सराहनीय काम पनि गर्नु भएको छ यहाँहरूले। यो आजभन्दा करिब हामीले 6-7 वर्ष अगाडि पनि एकचोटि आएर यहाँ चाहिँ डोनेसन गरिसकेको स्थिति थियो र अहिले हामीले खोज्दै यो चाहिँ त्यतिखेरको सम्झनाको कारणले पनि खोज्दै आएर यो ठाउँमा चाहिँ हामीले डोनेसन थोरै भए पनि सहयोग गर्न